ओम यमस्त्रिपितमिदं त्रिदकं तस्मै सुदत् ओम और्यमस्त्रिपितमिदं त्रिदकं तस्मै सुदत् ओम अग्निशोत्रत्रिपितमिदं त्रिदकं तस्तेभ्य सुदत् ओम सोमपास्त्रिपितमिदं त्रिदकं तेभ्य सुदत् ओम वर्खदः त्रिपितमिदं त्रिदकं तेभ्य सुदत् ओम यमाय नमः ओम धर्मराजाय नमः ओम मृतवे नमः ओम अनन्तकाय नमः ओम वैवस्वताय नमः ओम कालाय नमः ओम सर्वभूताय ओम औदुम्बराय ओम दत्नाय नमः ओम नीलाय नमः ओम परमेश्वर ओम ब्रिकोदराय चित्राय गुप्ताय नमः पूजा गर्नु हो मुदिताम पर उत्परास उन्नतम पितरा सोम्यासः अश्वय इरद्रिको आद्यः इलानु मोरा यो दुनागो होताना तुलिनु इतले तीर्थन पढे द्वारा हो अघि हो ल त पाइन्छ अद्य आद्र पुत्र अस्मिन् पिता बाको नाम सम्झिनुहोस् वसुस्वरूप त्रिपितमिदं त्रिदकं तस्मै ओम ऐन्द्रना पितरा सोम्यासः पथेवदेवजने अस्मिन् जिज्ञे सूर्य मदन्त दीपुरवन्ति भन्तसन् आद्य आद्र पुत्र अस्मिन् पिता फेरि बाको नाम चुनामणि शर्मा वसुरूप त्रिपितमिदं त्रिदकं तस्मै ओम ऊर्जं वहन्त्रं मृतं गतं पय किलालं परिसुतं सोदाय स्तर्खद्मे पितरन् आद्य आद्र पुत्र अस्मिन् पिता फेरि बाको नाम चुनामणि शर्मा वसुरूप त्रिपितमिदं त्रिदकं तस्मै सोदः ओम ऊर्जं वहन्त्रं मृतं गतं पय किलालं परिसुतं सोदाय स्तर्खद्मे पितरन् आद्य आद्र गोत्रः स्मृत पितामह अहिबाको नाम बलभद्र शर्मा रुद्र स्वरूप त्रिपितमिदं त्रिदकं तस्मै सोदः ओम पितृभ्यो सदैव सोदार्म पितामहेभ्यो सदैव सोदा नम प्रपितामहेभ्यो सदैव सोदा नम अक्षर पितरो मी वदन्त पितृदशदशम आद्यः आद्र गोत्र अस्मन् पितामह बलभद्र शर्मा रुद्र स्वरूप त्रिपितमिदं त्रिदकं तस्मै सोदः ओम तृतीय विदय ऊच न प्रविततं संविधतं जात विद सुदरं आद्यः आद्र गोत्र अस्मत् पितामह बलभद्र शर्मा रुद्र स्वरूप त्रिपितमिदं त्रिदकं तस्मै सोदः ओम मनुव्रत हृदय मौर्य आद्यः आद्र गोत्र अस्मन् पितामह बुढाजन यथा नाम शर्मा आदित्य स्वरूप त्रिपितमिदं त्रिदकं तस्मै सोदः ओम कान्छो पनि हिँडो आजै श्राद्ध विष्णु तिमी भयो टाढा कान्छो 9 बजे गाडी गयो दिदी बहिनी आउला खै दिदी र ज्वाइँ आउनुहुन्छ कि भने हो कान्छी त हुन्न अरे सधैँ आउँथीबाट कान्छी अहिले छुई भइसक्यो भएन आमा त पोखरेलसँग होइन अनि त्यसपछि हजुरआमाको नाम थाहा भने बुढी हजुरआमाको नाम थाहा अद्य आद्र अस्मन् पितामही यथा नाम देवी वसुरूप तस्यै सोदा ओम आमा भा अद्य आद्र गोत्र अस्मन् पितामही यथा नाम देवी आदित्य स्वरूप तस्यै सोदा आद्र गोत्र अस्मन् पितामही यथा नाम देवी आदित्य स्वरूप त्रिपितमिदं तस्यै सोदा फेरि त्यसमा पूजा गर्नु तिल राख्नु पूजा गर्नु ओम नमो पवित्र रसाय नमो पवित्र सोखाय नमो पवित्र जीवा नमो पवित्र सोदाय नमो पवित्र गोराय नमो पवित्र मन एवि नमो पवित्र पितृ दशमै तत्व पितृ वास अद्य मामाली के थर मामाली पौडेल हो त्यतिखेर पनि आत्रय बिहे गर्दैछन् हैन खै अब के हो अब अद्य मामाहरु हजुरबाको नाम थाहा छैन हजुरबाको नाम है अघि यसरी अद्य आत्र गोत्र अस्मिन् माता मह मामाहरुको हजुरबा
यथा नाम वर यथा नाम शर्मा यथा पत्नी का बसरूप तस्मै सदा अद्य आत्र गोत्र सुन प्रमाता आमाको आयुर्वाद प्रमाता म यथा नाम शर्मा यथा पत्नी का रुद्र स्वरूप त्रिपिता मित्रकम तस्मै सदा अद्य आत्र गोत्र सुमन वृद्ध प्रमाता आमाको आयुर्वाद यथा नाम शर्मा यथा पत्नी का आहित्य स्वरूप त्रिपिता मित्रकम तस्मै सदा फेरि त्यसमा पूजा गर्नु चुडामणिको दाजुभाइ कतिवटा एक्लै एक्लै चुडामणिको दाजुभाइ नि एक्लै हजुर पनि एक्लै हो हजुरको नि मेरो त अब भाइ थिए सानै उमै गएर 2-3 वर्षपछि नाम थाहा छैन एउटाको थाहा छ के छ दिल्लीराम अद्य आद्र अस्मन् भ्राता दिल्लीराम शर्मा बसरूप तस्मै सदा अनि चुडामणिका दिदीबहिनी त कति तिनटी हुन् तिनटी हुन् अरे हजुरको फुपूहरू फुपू तिनटी नाम मलाई थाहा छैन ल अद्य यथा गोत्र बितिसकेकी छन् बाँकी छैनन् बितिसकेका नाम दिनु तत्पछन् बसरूप त्रिपिदं तस्मै अद्य कान्छी अद्य यथा नाम यथा गोत्र असुन कनिष्ठ पितृ सोसा यथा नाम देवी तत्पछन् बसरूप त्रिपिदं तस्मै सदा ल चुडामणिका दिदीबहिनी हजुरका दिदीबहिनी नि मेरो दिदीबहिनी छैनन् अनि त्यसपछि गएर अब मामाहरू त हुनुहुन्छ नि दुईटा हुनुहुन्थ्यो जानुभयो मामाहरू जाने आउनु भयो भएन भयो नाम थाहा छैन मामाहरूको एउटाको के अरे बुल्के भन्थे बुल्के एउटाको के अरे धम्मे भन्थे कालिदास पौडेल ए कालिदास पौडेल अरे कालिदास अब ऊ छोराले भन्यो अहिले कालिदास कालिदास अनि अर्काको अब बुल्के भन्छ नि ठुलाको बुल्के धम्मेको कालिदास जेठाको चाहिँ बुल्के भन्ने बुल्के हो त्यो पुड्के 40 टुसी अनि अर्को कान्छो दुईटा मात्र मामा दुईटा मामा ल माइजूहरू नि माइजूहरूको नाम भइसकेकी छन् गए ल आत्रय गोत्र अस्मन् ज्येष्ठ मातुल पुड्के शर्मा यथा बसरूप अद्य गोत्र अस्मन् कनिष्ठ कालिदास शर्मा यथा तस्मै अब आमाको दिदीबहिनी मेरो आमाको एउटाको के हो के अरे घोडकी भन्थे एउटाको थुप्री भन्थे एउटाको घोडकी भन्थे ल थुप्री जेठीको पुड्की थुप्री के थाहा नि बगाले एउटा सखिनी अर्को सखिनी साखी अर्को साखी यो क्या यही त्यही मङ्गलाको स्कुलमा पढाएको थियो नि नारायण सत्य साखी हो उसैको आमा हुन्
अद्य मौद्गल गोत्र अस्मन् अब हजुरको आमाभन्दा जेठी कान्छी नि दुइटै एउटी जेठी एउटी एउटी कान्छी अद्य मौद्गल गोत्र अस्मन् ज्येष्ठ मातृ सोषा थुप्री नाम देवी तत्परिषदम वसुरूपा त्रिपितम तस्यै सदा अद्य अत्रि गोत्र अस्मन् कनिष्ठ मातृ सोषा यो फोन आयो नाम देवी तत्परिषदम वसुरूपा तस्यै सदा हो तँ पनि भयो अहिले पाएका छोराछोरीहरू त सबै ठिक छन् एउटा छोरी गई 8 वर्षकी छोरी गई 8 महिनाको छोड्दिनु मैले हेरिरहेको छु अहिले कसको नि आइरहेको अद्य गोत्रास्मन् पुत्री प्रचण्डमा काली नामदेवी वसुरूपा तस्यै सदा गायत्री गुरु मन्त्र कसले सुनाएको अधिकारीले वामदेव अधिकारी वामदेवको भाइले नाम कोहीनाथ अधिकारी नि थिए कश्यप गोत्र सुन गायत्री गुरु यता नाम शर्मा तस्मै सदा अद्य कृष्णाञ्जनी गोत्र अस्मन् भार्य पिता ससुराको कुलप्रसाद कुलप्रसाद शर्मा आमा हुनुहुन्छ आमा जानुभयो दुईटै जानुभयो नि यताको सपत्नीको वसुरूपा पिता मित्रदकम तस्मै सदा तपाईँ मन्त्र सुनाउनु कसैलाई आमाको कौशिला अरे कौशिला नामदेवी सपत्नी वसुरूपा तस्मै सदा अद्य पानी धारो लगाइरहन्छ ओम आ ब्रह्मण तर्पन्तम देवासी धारो ओम आ ब्रह्मण तर्पन्तम देवासी पितृमानवा तृप्तम पितृ सर्व मातृमाता पितृवंश मेधायच मातृवंश तथैव गुरु सुश्रु बदन जेसा नि पादु हामीले ते तृप्ति महिला जान्तो जेचा स्मृति एकांक्षिणी जे बान्धव बल्ल जन जीवनी बान्धव ये सारे जान्तो कुन तिर्नु जान्तो मतजना बनाखेर देवसर कौशन आयो अनासर विषय गएको सदा कुसमान दास तरह गयो तलेसर भइनु बाजन त्यति महिला जान्तो मतजना बनाखेर नरेको समता सु सोमिन समस्त सु यातना सुजेरा देखा मा पाए याना यदि यदि सरे लम्बया अतीत पोल पडम सतति भन्ने रसम आप लोगा निद मन सतिल उदकम जगन सतारम चित्री सुनु कता भन इदासु मे वास्तु मया दतम तिलो उदकम बाय तनो तो अर्को त पानी जानु पाए तनो क्यादी तलाई बाय तनो पानी जानु अलिकति अनि माथि अलिको रुमाल छ नि त्यो पानी जानु त्यसमा पानी जानु हो बाय तनो त्यो माथि अलिले राख्नुभएको रुमालको टुप्पो त पानीमा भिजाउनु अनि बाहिरबाट यसो निचादिनुहोस् ओम जेके चास्मन कुले चाहता अपुत्र गोत्र अमिता तेपन्त म वस्त्र निस्पिन धन उदकम अब फेरि दाना दिनु अनि यसरी 3 पढ्दै दिनुस् ओम भीष्म सन्तन वीर सत्यवादी जितेन्द्र एविरत वीरबाप न त पुत्र पौत्र चिताम क्रियम 3 पढ्दै दिनु तो त्यही राखिदिनु अब यो त्यो खनाइदिनु सभ्य हुनु पानी आचमन गर्नु गुरुतिर फर्केर त्यसमा आरीमा पूजा गर्नु तर्पण दिएको पानीमा पूजा गर्नु
ओम ब्रह्मजगन प्रथमं पुरतादिशी बदिसुत्रविनाव सुगति उवासभीष्ट शतनुगं ब्राह्मणी नमः इदं विष्णुर्विचक्रमतिया निर्दिपद समस्वागं स्वाहा ओम विष्णवे नमः नमः रुद्रं तैहवे नमः बाहुभ्यं ओम रुद्राय नमः ओम भूर्भुवस्सुः ओम सावित्री नमः मित्रसंगीतवती वशिष्ठामसि मित्राय नमः ओम वर्णस्वस्तम नमः वर्णसुन्दर वर्णसरसनासि ओम वर्णाय नमः और बोलते जिग्नस पाल्नुहोस् अघि हजुर प्ले गरेको अर्को राख्नु त्यसमा अर्को राख्नु अलिकति पानी राख्नु भयो भयो पानी राख्नु त्यहाँ उठेर अन्त दुईटा हातले यसरी सूर्यलाई दिनुहोस् अर्घ उठ्न सक्यो उठ्नु नभए चाहिँ बसेर भए पनि दुईटा हात दिनु ओम यही सूर्य सहस्रांशु तेजो राशि जगतपते आरीमा पानी पर्यो पानीमा बनेर यही सूर्य सहस्रांशु तेजो राशि जगतपते अनुकम्पय माम भक्त क्रीडार्कम दिवाकर हात यस्तो गर्नुहोस् त्यहाँ गोप्नु त्यसलाई हात यस्तो गर्नुहोस् ओम आदिसँग के त भूमिरो असुजना प्राजतो औनेत उपयोग सूर्य सूर्य प्रजा जुनि सूर्य प्रजा सूर्य भ्राजिष्ठो मनुखेशु भूयसं पूर्वतिर नमस्कार गर्नु इन्द्राय नमः आग्नेय गर्नु अग्निदेव दर्शन गर्नु यमाय नमः नयत गर्नु निरिन पश्चिम गर्नु बोडाय नमः वायुदेव गर्नु वायुमा उदय गर्नु कोइरा नमः ईशान्य गर्नु ईशान्य नमः आकाश गर्नु ब्राह्मण नमः विष्णु गर्नु अनदाय नमः पश्चिम नमस्कार गर्नु ब्राह्मण नमः विष्णु गर्नु बादु नमः बादु नमः विष्णु नमः मधु नमः अदु नमः अब मतलब बोडा ए नमः तो आरिमा यसो हात चोप्नुहोस् अनि त्यो पानी यसो बायाँ लाउनु अनि मुखमा लाउनु आँखामा लाउनु तत् चक्षुर पर पश्चिम सरसदम सेनुयाम सरसपुरम सरसपनाम श्याम शरद सद शरद शतम अधिनाम श्याम शरद शतम सर सता उता अलि बाहिर राखिदिनुहोस् ओम देवागातु विदुगातु विद्वा गातु मित यो देव दिव्य यज्ञको स्वाहा व्यातिदा ल ल सेलाइदिनुहोस् सेलाइदिम बत्ती बाल्नु पर्यो ल बाबु हेरिरहेछौ कोई लाइटर देतो ल बत्ती बाल्नु पर्यो और के काम देते रहे जो वो लाइटर हलाएको स्त्रो बिडबङ आसुर सोधनी पुरी खबाहर बदला प्रयोग ओम पृष्ठो दिव्य पृष्ठो पृष्ठो सहसा पृष्ठो अग्निशनो जीवा सहस्रपादम नमस्कार सहस्रपदय सहस्रपाद सहस्रनाम पुरुष साहित्य सहस्रकोटि युगधारिणे नमः कर्म साक्षिणे दीपनाराय नमः फुलेर नमस्कार गर्नुहोस् शुभं भवन्तु कल्याणम् आरोग्यं सुख सम्पदं मम पाप विनाशाय दीप ज्योति नमस्ते कर्म साक्षिणे दीपनाराय नमः राखिदिनुहोस् त्यही एउटा दक्षिणा राखिदिनुहोस् नैवेद्य राखिदिनुहोस् दक्षिण समर्पयामि नैवेद्यं निवेदयामि नाना समर्पयामि ओम दीपहस्त देवाय नमः त्यसलाई अलिक उता राख्नु पर्यो त्यो बिचमा अलि अप्ठ्यारो पर्छ हो त अर्को त भयो त जस्तो राख्नु ल ल अब चाहिँ यता पूजा गर्नु गणेशमा ओम गणनान्त्वा गणपतिं अवामहे प्रियणान्त्वा प्रियपतिं अवामहे निधिनान्त्वा निधिपतिं अवामहे वसो मम मजानि करवद्दम तमजासि करवद्दम ओम गणसंबिकाभ्यो नमः गणसंबिकाया कक्षयीहतीश संतन असदा पुष्पाणि सं दुबो राख्नुहोस् ओम काण्डदा काण्ड प्रवन्ति पुरुष यवन्त्रमन्त्रमन् कुरान समर्पयामि योग्योपविदम एउटा जनै पनि राखिदिनुहोस् योग्योपविदम समर्पयामि नैवेद्यम निवेदयामि जनै त राखिदिनुहोस् लोलो झिल्का हेर्ने नैवेद्य
ओके नैवेद्य राखिदिनुहोस् एउटा दक्षिणा राखिदिनुहोस् नैवेद्य निवेदन दक्षिण राखिदिनुहोस् समर्पयामि गणेशं विकाव्य नमः धुप र फुल लिएर नमस्कार गर्नुहोस् पल्टा धुप र फुल लिएर नमस्कार गर्नुहोस् ओम यम ब्रह्म वेदान्त विदो वदन्ति परम प्रधानं पुरुषं तथा विश्वभवकाय मिश्राय तस्मै नमो विघ्न विनाशकाय वक्रतुण्ड महाकाय कोटिसूर्य समप्रभ अविघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा सोपाद पद्मप्रद भक्त कल्याणकारिणे विघ्नबली कुठाराय गणाधिपतये नमः राखिदिनु त्यही यो छेउको ब्राह्मणलाई पूजा गर्न त्यहाँ हो यता उभिएको हो ओम विश्वेभ्यो देवेभ्यो नमः चन्दन अक्षता पुष्पाणि समर्पयामि ओम विश्वेभ्यो देवेभ्यो नमः एउटा फुल राखिदिनुहोस् नैवेद्य राखिदिनुहोस् भएदेखि जनै पनि राखिदिनुहोस् दक्षिणा पनि राखिदिनुहोस् अनि उतापट्टिको सिधा छोइदिनुहोस् ओम विश्वेभ्यो देवेभ्यो नमः इदम् आमन्नं समर्पयामि यस्तो गरेर नमस्कार गरिदिनु देखाइदिनुहोस् यसो गरेर ओम विश्वेभ्यो देवेभ्यो नमः यो आमन्नं समर्पयामि दक्षिणा राखिदिनुहोस् दक्षिणा जुन राखेँ नि यहीँ सकिन्छ जुन म साली गरेर सानो सानो बनाउनु त मलाई सजिलो हुन्छ ल ल अब तँ भयो चाहियो भने अहिले चाहियो भने सातमा ल अब चाहिँ अपसभ्य हुनु एउटा दक्षिणा लिनु एउटा जनै लिनु ल एउटा कुसुम लिनु एउटा फुल लिनु हात उत्तानो गरेर यो बीचको ब्राह्मणमा छुनु अद्य गोत्रस्मन् पीतु बाबुनाम सम्झिनुहोस् चुडामणि सतु चुडामणि सर्मणः वसुर्वदेवताको साम्बसि श्राद्धे अन्न ताम्बूल गन्ध पुष्प तम्बय निमन्त्रित राखिदिनु त्यो दुनामा नमस्कार गरिदिनुहोस् निमन्त्रितोस्मि अनि नमस्कार गरेर भन्नु ओम अग्रवदनै सौते परिसतम ब्रह्मवादी भवितम मुगलिज महेश स्रोतगण सर्वसर्व मुक्ति काम कदा विजिते भवितव्यं पवदन दत्तने श्राद्ध कर्मणे भवितव्यं यदि वराजनम छोडिनुहोस् यो स्थल प्रार्थना त्यहाँ पानी राख्नु त्यहाँ त्यो पानीमा हात चल्दै ब्राह्मण गर्दै आफ्नो सिद्ध सधैँ गर्नुहोस् न मथुन राय सहसमदै सहज भादसमा विश्वास नामले पुर्खा साइदै सहज कोची उपादायमा त्यो दुनो बायाँमा लिनुहोस् ओम बायाँमा राखेर पानी दानाले पानी चलाउनु सन्नु दे वीर विशाल शस्त्र विधवन्तुन जेलफल कमला दाने कार्तिकम ज्येष्ठ पुष्कर तरुण तरुण विवरणम पाद शौचालय त्यहाँमाथि मोटा लिएर पानी समाउनुहोस् है हजुर हो त्यसमा मोटा हो अन्त पानी तो कचरा पानीमा यसो हाल्नु अद्य आत्मन पितर बागुराम सम्झिनुहोस् चुडामणि सर्मन वसुर्व अद्य कतको साम बोधिसके श्राद्धे यस पात्र गस्ते सोदा त्यो दुनाको पानी अलिकति ब्राह्मणको छेउमा चढाइदिनुहोस् हो त्यो छेउमा चढाइदिनुहोस् दुनो बाहिर राखिदिनुहोस् तत सभ्य न सभ्य हुनुहोस् आचमनम पानी आचमन गर्नुहोस् हरि स्मरित हरि हरि भन्नुहोस् नमस्कार गरिदिनु गृहम प्रवेशायत अनि अपसभ्य हुनुहोस् अपसभ्य भएर एउटा फुल राखिदिनु त्यहाँ बिचको ब्राह्मणमा आगता युयम सुस्वागता वयम इदमास्न मास्न आशैरि वदनम यसमा पनि एउटा फुल राखिदिनु त्यहाँ यसमा पनि फुल राखिदिनुहोस् ओम भूषण पितृभ्यो नमः आगता युयम सुस्वागता वयम इदमास्न मास्न आशैरि वदनम सदा सभ्य न सभ्य हुनुहोस् यो कर्म गरेर तिनटा कुशल लिनुहोस् त्यो पानी आफ्नो क्षेत्र पनि छर्नुहोस् यता श्राद्ध गर्ने ठाउँ पनि छर्नुहोस् अपवित्र पवित्र वा सर्वावस्थाम गतो विवाह यस्मरत पुण्डरीकाक्षम सवाय व्यन्त्र सूचि पुण्डरीकाक्ष पुनः ओम पुण्डरीकाक्षय नमः ओम पुण्डरीकाक्षय नमः ओम पुण्डरीकाक्षय तत् कुशदिक मादा त्यो कुलेर पानी समात्नुहोस्
तेकुलेर हरि ओम तेकुले। हरि ओम तसद हरि ओम तसद पूर्व संकल्पस्य आत्रा गोदुनस्य मातुने शुक्लचित्र वेदा ध्यान सभाखर सर्वण हम नाम संयम भनु नित्य कर्मां गतिना आत्रा गोद्रस्मन् पीतु बाको नाम संयम असुन पितु चुनामणि सहर मठः बोसुरवाद गतव साम बोसके उदे श्राद्ध मेवि द्रव्यरहं करिष्ये परमेश्वरिनो आत यस्तो गर्नु पितृ गायत्री सब गर्नु सोम देवता पितृ महायोगी भय वचन मसनेते मे वनम ओनम ओम देवता पितृ महायोगी भय वचन मसनेते मे वनम ओनम ओम देवता पितृ महायोगी भय वचन मसनेते मे वनम ओनम ओम देवता पितृ महायोगी भय वचन मसनेते मे वनम ओनम नमस्कार गर भनो ओम सप्तम दशनेको मृग काल अंजर गिरव चक्रवाक सदृश हंस मानस देवी शतक सुते ब्राह्मण मार्ग प्रसिद्ध मतनम यो यम की मावशदा जेपी प्रमुख परिचांगले को जाता तथा सो बोले मृग काल अंजर शब्द भाग जे मानसले भयवसित पंचक्रोशम गोयाचितम क्रोशम एकम गयाशिरा यत्र सर्वेरम पितरम ततसम स्वतम गय तत भयम तत तथा देवम गदरम ओगर नमस्कार ततसादम समारवेद गया गयु गया दिज गाय दिज गदर गया 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 सर्वजन सर्वया मुदायका ईशान विष्णु कमलसन कार्तिकेय भनी कार्कर निसकन साम कौन च मरेन्द्र कलशत भगवान अशिवारम प्रारंभ आनंद पीति मुद्रो गयाय नमः गदाधराय नमः अपसभ्य हुनुहुन्छ अपसभ्यबाट तिल र मोटक लिनुहोस् त्यो तिल चाहिँ चारैतिर सर्नु पहिला पूर्वतिर सर्नु ओम अग्निशत पितृगण प्राचम रक्षम तिमीले पूर्वतिर सर्नु तथा बर्खत पान्तु यम दक्षिण पश्चिमतिर ओम प्रत्यक्ष महाज पार्थबाट पश्चिमतिर अनि उत्तरतिर ओम ओ दे चाहिँ म पि सव बन्द रक्ष ओम सी वेदी गदा आकाशतिर सर्नु भइतिर सर्नु जतसुकै छर्दछ ओम रक्षो भूत पिशाचेभ्यो तथैव सर्व तस्सात् प्रतिगम यमो रक्षम करो तुमे तो मोटक भएर बायाँ कमरामा घुसार्नुहोस् एउटा मोटक र फुल पनि राख्नु बायाँ कमरामा ओम यहाँ होइन मोटक हो त एउटा फुल पनि राख्नु हराउँदैन पाती राख्नु न बायाँ कमरामा राख्नु ओम नियान्मि सर्वमध्ये भविता सर्वे सुरधारवामय रक्षम शी यक्ष पिशाच सब पिशाच भयगावत मय दाना सर्वे तीनटा पुस्तक गरेर तिल लिएर दक्षिणतिर फाल्दिनुहोस् तिल पनि लिनु ओम प्रयन्तो दुरता सर्वे दैते योदा सर्व वित्तवशथापम छिपा मिच कुशान्तिलान दक्षिणतिर फाल्दिनु सभ्य हुनु विष्णु 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 भन्नु नमस्कार गर भन्नु नमो नमस्ते गोविन्द पुराण प्रकृतम इदं सातम ऋषिकेश रक्षता सर्वतो दिश अपसभ्य हुनु मोटक मादाय मोटक लिएर पानीसम्म दोस्रो ब्राह्मणको अगाडि बीचको ब्राह्मणको अगाडि अद्य पुरुषसङ्कल्प शीघ्रस्तु आत्र पुत्रत्म गोत्रस्मन् पीतु बागुलम सम्झनु अस्मन् पीतु चुनामणि सर्वः वसुल्पाद्य कर्तव्यः चुनामणि सर्वः वसुल्पाद्य कर्तव्य साम्भोषके उद्देश्याद्य इदं मोटको रूपमा सन्ते सोदायसँग राखिदिनु एउटा दुनो राख्नु त्यहाँ अगाडि उसको गाई पवित्र राख्नु ओम पवित्र बसवि सवितुर व प्रस अर्को तो लाउनु पवित्र ओम पवित्र बसवि सब तो पनि लाउने हो यस्तै होला त्यो मोटक यही राख्ने राख्नु पाइराख्नु मिसन्नो देवी र विशाल संस्कार भित्र बन्धुना तिल राख्नु तिलो शिशु बदल गोबस्व देव निर्मित प्रथम मत विपरीत सोधा पढाइन सह चन्दन राख्नु गन्धधर राख नित्य प्रभु इसमसलकुम ताम्यो प्रदेशियम फूल राख्नु शीश सतै लक्ष्मी सपत्न बहुरात्रि पार्खी नक्षत्राणि रूप मस्बिन्नो व्यतै समूह सर्वलोकम मैखाल तो दुनो माथि उचाल्नुहोस् बायाँ हातमा लिनुहोस् दाहिने हातले फुल र पवित्र त्यही छेउमा राखिदिनुहोस् ब्राह्मणको छेउमा ओम नमो नारायण भन्नुहोस् दुनो बायाँ हातमा राख्नु दाहिने हातले यसरी दाहिने हात माथि उताल्नु गरेर हात उताल्नु गरेर दाहिने हात हो त्यसरी ओम या दिव्याप सम्भव अन्तर रूपार्थ गरेर हिरण पञ्चकमा शिव सर्कम सल सबन्तो त्यहाँमाथि मोटक लिएर पानी समात्नुहोस् मोटक हो अद्य प्रसङ्कल्प छोरालाई काठमाडौँ पठाएर यता आउनु अझ न तपाईँ एउटै सिटमा बसेर जानु पर्छ
काठमाडौँ जानु रहेछ नि त आज छोरा तपाईँको छोरो काठमाडौँ जानु होइन आज छोरो कहाँ गयो नि कुरो बाउलाई थाहै रहन्छ दाइ छोरो कहाँ गयो नि बाउलाई थाहै रहन्छ दाइ नमस्ते नमस्ते के छ उहाँहरूको सन्चै हुन्न ठिकै छ ड्युटीमै छु कहाँ भाइको छोरो हुने अनि तपाईँकै छोरो हो र तपाईँको छोरो काठमाडौँ जानु हो आज अब जहाँ गयो नि छोडिदेऊ न तिमीलाई किन ऊ गर्नु पर्यो फेरि कता सबै तपाईँको छोरो भनेर हुन्छ नि सिकाउनु पर्छ बाबु त्यसै घटाउनु आमा जानु गऱ्यो कि चिताउने कसको आमा